सो गाइज हामी चाहिँ आज शनिबार हो अनि सबै कार्यक्रमहरू हामी सरसफाइदेखि लिएर सबै गर्दैछौँ आज, किनकि यो कार्यक्रम पनि छ हाम्रो। यो छ समर्पण तथा सम्मान कार्यक्रम नुमोसना ब्याप्टिस्ट मण्डली। सो हामीले साउन्ड सिस्टमलाई पनि समर्पण गर्नुपर्ने छ अनि यो अहिले खोलेको छैन, यतिकै छ। अनि अरू भनेको मिक्सर हामीले खोलिसक्यौँ। ओ एम चाहिँ खोइ अनि जोरदार पार्न त अनि युनिसले। सो आज उद्घाटन कार्यक्रम हो अनि टोलीहरू अदुवा केलाउँदैछ, यता हाम्रो आशा छ लसुन केलाउँदैछ, अन्त म चाहिँ अहिले सफा गरेर आएको पिचो राखेर। सो हाम्रो खाना पनि हुँदैछ, बब्बाल मजा आउँछ आज। भाइ गिटारकै हामी आफै तपाईँ म त्यसमा के हुन्छ र तपाईँ र ममा त्यो कुरा गर्ने के हुन्छ माया त्यो सम्बन्ध तपाईँले कसैले तपाईँ र मलाई चाहिँ बाहिरी सपोर्ट गर्छ, बाहिरी रूपमा कसैले कोही यता माथि पनि चढ्नुहोस् है। हाम्रो अगुवा कतिजना हुनुहुन्छ तपाईँले सिलगढी जानुहोस् यो कुरालाई निरन्तरै ल्याउने तपाईँको असल ज्ञान बुद्धि सबैजनालाई तपाईँले दियोस् भनेर प्रार्थना उहाँहरूलाई तपाईँको आत्मा प्रभु उहाँहरूलाई असल ज्ञान बुद्धि तपाईँको दिनुहोस् रिबन काटौँ न पास्टरमा, रिबन काट्नु। लु यी पास्टरमा यहाँ छ। लु ल सबैजनाले जोडजाड ताली ल। यता पनि पास्टनी मम्मीबाट यताको ताली पुगेन। उता मामाले काटिदिनु ल। अब युनिसले जोडजाड गरिहाल्यो, भइसक्यो। अब अन हुँदैछ। भरे नै भरे साथीहरू हुनुहुन्छ अगाडि आइदिनु म निम्ति म अनुरोध गर्न चाहन्छु।
टिमलाई धेरै धेरै धन्यवाद है आभारी छौँ हामी सधैँ फलोस् फुलोस् जीवनमा आशिष मिलोस् मामाले के छ यो अनि यसो भिडियो गर्नु परेन सम्झना हुन्छ आजको हाम्रो सम्मान र समर्पण कार्यक्रम चाहिँ सकिसकेको छ सो एकदम रमाइलो भयो आशिषित भयो परमेश्वरले आशिष दिनुभएको छ हाम्रो किचन टोलीहरू चाहिँ आमा खतरा खतरा छ खुङखारहरू छ हो अनि अघि मासु त केटा हानिसके जस्तो छ त मुखमा त दीपक दाईको बर्थडे छ कहाँ छ दीपक दाई खोइ छैन भित्र हुनुहुन्छ गहिरोलाई पुकार्छ पुकार्छ दाइ अनि बर्थडेमा के हो त कान्छीको बिरामी रहेछ त है ज्वरो आएछ नि हो हाम्रो प्लेसिका त सबै छ ओ बटार्दा धेरै नबटार है टोलीहरू वाह यो वहाँ बाहिरतिर गए यता पनि हुनुहुँदो रहेछ नि त मटोलीहरू त यहाँ पो हुनुहुँदो रहेछ त ए हुन्छ के छ थप्ने सिस्टम पनि छ कि के छ थप्ने सिस्टम चाहिँ छैन ए ल किचन टोलीलाई हामी धन्यवाद भन्छौँ मिठो खुवाउनु भयो होला आशा गर्छु ओ टोलीहरू मिठो छ मिठो भएछ टोली हो मिठो भएछ भाइ एकदम अङ्कल भेरी स्विट त गुलियो पो हुन्छ कहाँ गएको सुधी त्यहाँ खाजा नखाइ गएको